हाँस्न खेल्न रमाउन के गलत हो त साथीहरू? भिडियो अन्तिमसम्म हेर्नु है। नमस्ते साथीहरू, सन्चै हुनुहुन्छ? आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। एकदम सन्चै छु साथीहरू। अनि हजुरहरूलाई स्वागत छ मेरो मिनी ब्लगमा। साथीहरू आफूले जे गरे त्यही त बनाउने हो नि भिडियो है। मैले चाहिँ आज केही गरिनँ, त्यो भएर भिडियो यस्तै छ क्या। मेरो लाइफमा भनिसकेँ मैले होइन, चेन्ज चाहन्छु, चेन्ज होइन, जुनले मलाई मेरो जिन्दगी परिवर्तन गरोस् के। मलाई चाहिँ मेरो होइन डर के आगे जिते भन्छ नि साथीहरू, त्यो अगाडि बढ्नु छ कि। जुन डर छ नि मेरो मनमा, त्यो डरलाई हटाउनु छ कि मलाई पब्लिकको अगाडि के है, बोल्न लास्टै डर लाग्छ कि। मतलब भनौँ न यसरी मोबाइलको अगाडि फेस टु फेस त बोल्न सक्दिनँ म, यसरी भोइस ओभर गरेर बोल्छु होइन। म मेरो रियल मी देखाइरहेको छु कि म तपाईँहरूलाई। आज मैले होइन भोइस ओभर गरेर होइन भिडियो गरेर अगाडि बोलेर होइन भिडियो बनाएर फेसबुकमा हालेँ कि साथीहरू। ओ माई गड, दिस इज न्यू एचिभमेन्ट फर मी के। एउटा नयाँ कुरा सिक्न पायो होइन, एचिभ गरिरहेको छु कि मैले। मलाई नयाँ नयाँ अनुभव गर्नु छ, नयाँ नयाँ कुरा सिक्नु छ होइन। आफ्नो जिन्दगी एकदम सुधार्नु छ कि मलाई। जिन्दगीमा के घटी कमी छ मलाई त्यो सुधारेर अगाडि बढ्नु छ कि साथीहरू। डरलाई हटाउनु छ है, कन्फिडेन्स लेभल हाई गर्नु छ। पब्लिकको अगाडि पनि म आनन्दले बोल्न सक्छु होइन, क्यामेरा ठडाएर भए पनि बोल्न सक्ने खालको बन्नु छ कि साथीहरू। खै कसरी हो, तर मैले एउटा नयाँ कदम चाल्दैछु नि त। त्यो गर्न सक्यो भने चाहिँ त म स्योर सक्छु है। मेरो हस्बेन्ड साथ नहुनुहुन्छ अलवेज एज अलवेज है। हजुरहरूलाई मैले हजुर रियल मी के म एकदम बच्चा पारा जस्तो छु कि साथीहरू। एकदम हाँस्ने खेल्ने रमाउने खालको कि है। कोही कोहीलाई होइन यस्तो मान्छे होइन अब एजले धेरै भइसक्दा पनि के पारा देखायो भन्छ नि, तर मेरो बानी यस्तो स्वभाव यस्तो छ होइन। मलाई मेरो मनपर्ने मान्छेको अगाडि म यस्तो होइन बच्चै पल्टिन्छु कि मसा होइन, एकदम सानो पल्टिन्छु कि, त्यस्तो खालको छु कि मेरो चाहिँ बानी बेहोरा है। तर प्रायः जस्तो मान्छेहरूले त्यो बुझ्नु नै हुन्न कि है, बुझ्नुहुन्न, तर जज चाहिँ गर्नु नपाए है साथीहरू अर्पणालाई। अनि आजको भिडियो कस्तो लाग्यो साथीहरू? लाइक, कमेन्ट, फलो, प्लिज फलोवर चाहिएको छ मलाई, फलो पनि गर्नु होला है। धन्यवाद।